माछा खाम ल यो बाटा माछा बनाउनु त पार्नु भयो लसुन अदुवा हरियो खोर्सानी हो अब यसै कुट्ने कुट्नुपर्छ हुन्छ कुट्नु न सबै एकैचोटि हालेर कुट्दिनु यो माछा फ्राई गर्नलाई चाहिँ के हाल्नुहुँदैछ भन्दाखेरि चाहिँ फर्स्टमा चाहिँ चिली पाउडर अनि पिसेको जिरा घरमै पिसेको जिरा होइन अनि हल्दी अनि नुन माथिबाट हालिदिनु हुँदैछ अनि लास्टमा चाहिँ आटा भए पनि मैदा भए पनि यहाँ चाहिँ हामीले आटा युज गरेको छ तिनीहरू टाल्लोस् भनेर होइन चाहिँ आमाले रेडी गर्नुहुँदैछ अनि यो चाहिँ अदुवा लसुन हरियो खोर्सानी अघि मजाले कुटेको थियो त्यो हाल्नुहुँदैछ यसरी खानुपर्छ यो चाहिँ यसरी खानुपर्छ यस्तै त टेस्टी हुन्छ राम्रो हुन्छ अनि मस्टर्ड काँचो तेल पनि हाल्नुपर्ने हुँदो रहेछ माथिबाट हाम्रो आमाले चाहिँ के जान्नु भएको छ है बनाउनु अब चाहिँ माछा एकदमै फ्राई हुँदैछ पाके माछा पाक्यो त कस्तो लाग्यो मलाई त खै आफै बनाएको अब खानुपर्छ ल ल हुन्छ हुन्छ